हेलो गाइज वेलकम टु आवर स्मल ब्लग। आज हाम्रो होस्ट मनिलजीले एउटा होममेड फायर क्र्याकर बनाउनु जाँदै हुन्छ। हेलो मनिलजी, यहाँ हुन्छ हाम्रो, यहाँ देख्न सक्नुहुन्छ हाम्रो के हो यो भन्न सक्नुहुन्छ त? यो चाहिँ अब मैले हाम्रो फेमस साइन्टिस्ट अल्बर्ट आइन्स्टाइनको थ्योरीबाट यो मैले एउटा सानो फायरवर्क बनाउनु सिकेको हो। यहाँ देख्न सक्नुहुन्छ गाइज, माथि छ यो काटी छ। तपाईँलाई यो चिज बनाउनुको लागि सिर्फ दुईटा म्याच स्टिकको यो स्टिक चाहिन्छ। देखाउनुहोस् न छिटो पड्काएर। एन्ड दिस ह्यामर। अब पड्काउनुहोस् न छिटो। ओके यो के गर्नुभएको भन्नुहोस् त हामीलाई। प्रिपरेसन होल बनाउनु पर्छ। रेडी छ? रेडी हो। होल बनाउनु पर्छ अनि ह्यामरले हान्नुपर्छ। हजुर। अब यो डेन्जरस पनि हुनसक्छ। म ट्राई हान्न सक्छु? हजुर, हान्न सक्नुहुन्छ। ओके ओके। बच्चाहरूदेखि अलिक टाढै राख्नुहोस्। यो साह्रो हान्नुपर्ने हो? साह्रो हान्नुपर्ने हो। डाउन्स गाइस 3 2 1 हान्नुपर्ने हो। डाउन्स गाइस 3 2 1 ब्युटिफुल। भिडियो यहीँनिर अब आजको लागि यहीँ सकिँदैछ। धन्यवाद यहाँसम्म हेरिदिनु भएको होला। अनि सिक्नुभयो होला पटेका कसरी घरमै बनाउने। ल, यति भन्दै म यहाँनिर अन्त्य गर्न चाहन्छु।